मैले हिजो तिमीहरूलाई पढेर आउनु भनेको थिएँ। अब म सोध्छु, ल तँ उठ त। ल भन्, यदि राम माथि बादलमा गएर अड्क्यो भने त्यो कसरी तल झर्छ? प्यारासुटको प्रयोग गरेर सर। तेरो बाउले दिन्छ त्यसलाई प्यारासुट? तेरो बाउले चाहिँ त्यसलाई बादलमा अड्काउँछ? चुप लाग। अब भन्, मान्छेको एउटा हातमा कतिवटा अम्ला हुन्छ? सर 6वटा। तैँले फेरि कट्टुभित्र हात हालिस् होइन? ए सरी सर। ल ल अब भन्, नेपालीहरू किन बहादुर हुन्छन्? किन हुनु नि सर? राम बहादुर, श्याम बहादुर जस्तो नाम राखेपछि जो पनि बहादुर भइहाल्छ नि। चुप लाग। अब भन् कि यो संसारको सबैभन्दा मूर्ख मान्छे को हुनु नि? तपाईँ नि। के रे? म कसरी मूर्ख भएँ? कसरी हुनु नि? जहिले आफूलाई आउने क्वेसन सोधेपछि मूर्ख हुँदैन त? त सरलाई मूर्ख भन्छस्? बाहिर जा। ए सरी सर। के को सरी? एउटा गीत गा अनि मात्र छोडिदिन्छु। सर गीत चाहिँ होइन, ऱ्याप हान्छु ल। ल ल हान। ओके म्युजिक। ओइ बुढो सुन, ओइ माछा सुन, तैँले हामी विद्यार्थीलाई अति धेरै कुटिस। हामीले क्वेसन सोद्धाखेरि केही नभनी उठिस। हामी तेरो चेला होइन भनेको हामीलाई दाजै, नत्र तेरो छोरीलाई भगाइदिन्छु आजै। क्वेसन पनि गाह्रो दिन्छस्, केही आउँदैन हामीलाई। तेरो म्यामको चक्कर चल्या भनिदिन्छु म सबलाई। होमवर्क पनि धेरै दिन्छस्, गर्ने नआउनी। तैँले सायद बाँच्न पाउँदैनस् अर्को जुनी। एक्जाम आउन लाग्यो भने कराई गर्छस्। यस्तै पारा देखाइस् भने त एक दिन मेरै हातबाट मर्छस्। अति भयो अत्याचार, हामीलाई मुक्त गर्दै अर्को वर्ष यो स्कुलबाट अर्को स्कुलमा सर्दै। एक्जाम अघि क्वेसनहरू राम्रैसँग सोध्ने हो, एसी पछि सब मिलेर तँलाई भक्कु गोन्ने हो। सिधै सर ऱ्याप। तँलाई त ए होइन सर, गीत पो गाएको त नि। होइन प्रिन्सिपल सरलाई आज के भन्छ? बोल्दैनन् त, मदेखि रिसाए कि के हो? सर के भयो? हामीलाई मिटिङमा त बोलाउनु भयो, तर तपाईँ केही बोल्नुहुन्न त। म हेरिरहेको छु कि तपाईँको छोरो तपाईँको अगाडि नहल्लिकन कति बेरसम्म बस्न सक्छ। हुन त चाकचिलाइरहेको थियो सर, तर केही छैन, यत्तिकै बस्छु। किन र सर? यसले केही नराम्रो काम गर्यो के हो? के गरेन चाहिँ भन्नु न। अस्ति म क्लासको बिचमा टोइलेट जाँदा मेरो मोबाइल क्लासमै छुटेछ। तपाईँको छोराले मेरो मोबाइलबाट प्रिया म्यामलाई आई लभ यु लेखेर पठाइदिएछ। त्यसपछि त प्रिया म्यामको छेउमा नि जान सकेको छैन म। सर अनि तपाईँ पढाउँदाखेरि जहिले प्रियाको एक्जाम्पल दिनुहुन्छ अनि प्रिया म्यामलाई मन पराउनुहुन्छ होला भन्ठाने नि त। प्रिया मेरो छोरीको पनि नाम हो। ए त्यसो भए त मैले पो मेसेज हान्नु पर्ने रहेछ है। अब 1-2टा गल्ती गरिहालेछ सर, माफ गरिदिनु न यसलाई है। 1-2टा गल्ती गराए भए ल ठिकै छ नि त भनेर माफ गरिदिन्थेँ। 100-200वटा गरेछ, कसरी माफ गरिदिनु? त्यस्तो गरेर सर? त्यस्तो होइन, कस्तो गरिसक्यो। अस्ति टोइलेटको भित्तामा गएर लेख्दैछ तपाईँको हातमा आरबी सरको मुख छ। त्यसपछि त सब बच्चाहरूले मैले त आरबी सरको मुखबाट मुतेको भनेर हल्ला फैलाए। त्यो दिन मेरो कम्ता बेइज्जत भएको थियो। बल्ल जिब्रोले चाटेर मेट्यायो मैले। फेरि लेख्ने नि कस्तो नुनिलो इङ्कले लेखेछ भने नि जिब्रै पोलो। मुतमा एसिड हुन्छ नि त सर। के रे? सर अनि तपाईँलाई यसले नै लेखायो भन्ने चाहिँ कसरी थाहा भयो नि? म पाइला हेरेर भन्न सक्छु कि त्यो बाघ हो कि बिरालो। सर स्कुल खुला 30 दिन पनि भएको छैन, तपाईँ यसले 200वटा गल्ती गरेर भन्नुहुन्छ त? होइन, तपाईँ दिनको एकचोटि मात्र मुत्नुहुन्छ कि के हो? त्यो त होइन। आफ्नो छोरालाई सम्झाइहाल्नु, नत्र भविष्यमा दुःख पाउनु होला नि। अहिले चाहिँ कहाँ सुख पाइछु र सर? अस्ति गुड फ्राइडे भनेर मैले यसलाई एउटा गीत गाएर सुना भने के गाए थाहा छ? अब म क्लासमा भएको भए त थाहा हुन्थ्यो नि। ओइ गीत सुना। होइन सर होइन। सुना, तेरो बुवालाई नि थाहा होस् न त कतिको ठुलो गाएको होस् भनेर। सरको बाउ बोका, सरकी आमा बाख्री, सरकी बुढी ठ्याक्कै कुचिएको गागरी। सुन्नुभयो तपाईँको छोरोको गीत? क्लासमा आउँदा कहिले होमवर्क गरे आउँदैन। केही क्वेसन सोध्यो भने नि एन्सर नि दिँदैन। सर क्लासमा यो अलि डराउँछ होला, अब सोध्नु न, दिइहाल्छ नि एन्सर। ल भन्, कहिले काहीँ पिसाब पहेँलो किन आउँछ? बेसार पानी खाएर। कुन जनावर आवाज निकाल्दैन? मरेको जनावर। वाट इज पावर? लास्टको मात्र आउँछ सर। ल भन्। इट्स कल्ड पावर। पृथ्वीनारायण शाह को हुन्? बाउको छोरा। नेपालबाट राजतन्त्र कहिले हट्यो? जुन दिन गणतन्त्र आयो। फुटबलको आविष्कार कसरी भयो? राजेश दाइले डल्लो हगेपछि। वाट इज न्युटन सेकेन्ड ल? द ल डिस्कभर्ड बाई न्युटन विच कम्स आफ्टर फर्स्ट ल एन्ड बिफोर थर्ड ल इज कल्ड न्युटन सेकेन्ड ल। आहा, मेरो छोरो कति जान्ने छ, फटरट अङ्ग्रेजीमा भनिदिइहाल्यो नि। तपाईँले कति कक्षासम्म पढ्नु भएछ? कहाँ पढ्न पाउनु र सर, सानो हुँदा बस्तु भाउले घाँस काट्ने र भकाएर सोर्ने गर्दै गइहाल्यो जिन्दगी। पढ्न पाएको भए त यसले भने एन्सर बुझिहाल्थे नि। बुझ्ने मात्र होइन, तपाईँले यसलाई झापड पनि हान्नुहुन्थ्यो। मतलब? केही होइन, अब भन्नु कि यसले घरमा कतिको पढ्छ? पढ्न त धेरै पढ्छ सर। मैले एउटा मोबाइल किनेर ल्याइदिन्छु, जहिले त्यसैमा पढिरहन्छ। खाली अम्लाले सारिरहन्छ अनि त्यो मकै भुटे जस्तो आवाज पनि आउँछ पुटिङ पुटिङ गर्दै। आफूले हेर्न खोज्यो भने सबै अङ्ग्रेजीमा ल्या हुन्छ, केही बुझ्दिनँ, के गर्नु? अरे यसले फेसबुक हेरे, फेसबुक।
यो पनि अनेक अनेक बुक हेर्छ है सर, जे होस् धेरै प्रगति गर्छ जिन्दगीमा। कसरी सम्झाउ के म तपाईँलाई? सम्झाउनु पर्दैन सर, मैले बुझिसकेँ। बरु यसले अरू के गल्ती गर चाहिँ भन्नु न। यो स्कुल आउने भनेकै गल्ती गर्न हो। कहिले अगाडि बेन्चमा बस्ने केटीको सर्टमा केरिदिन्छ, कहिले पढाइरहेको बेला मलाई कागजको डल्लो पारेर हान्छ। अनि यसको ह्यान्डराइटिङ यस्तो खतम छ नि, चाइनिज बुक र यसको कपीमा फरक छुट्याउनै गाह्रो हुन्छ। यो कहिले होमवर्क गरेर आउँदैन। होमवर्क डे सब्जेक्ट सुरु हुनुभन्दा 1 पिरियड अगाडिको सब्जेक्टमा साथीको कपी माग्छ अनि लास्ट बेन्चको कुनामा बसेर लुकी होमवर्क गर्छ। हे। तर सर तपाईँलाई कसरी थाहा भयो? यसको क्लासको टपर अनि मेरो बेस्ट स्टुडेन्ट अशोक भट्टले भने। कसोके साला आरबी मास्टरको फाल्तु कुकुर, तँलाई त म भोलि क्लासमा हेर्छु। तेरो नाकको चुच्चो भत्काउन सकिनँ भने मेरो नाम पनि विवेक होइन। हेर्नु, मलाई त लाग्छ कि यसको मूत्र थैली नै छैन। किन र सर? पिरियडै पछि टोइलेट जानुपर्छ यसलाई। टिचरले क्लासमा पढाइरहेको हुन्छन् अनि केही क्वेसन सोध भनेर भन्यो भने यसको क्वेसन सधैँ एउटै, माई गो टु टोइलेट मात्र हुन्छ। अनि यो ब्रेक टाइमभरि बास्केटबल र फुटबल खेलेर बस्छ अनि ब्रेक सकेपछि चाहिँ खाजा खान जान्छ। हरेक क्लासमा 10-15 मिनट ढिला त हुन्छ नै हुन्छ। घर त पुग्न दिएन, तँलाई मैले जानेछ। यो जहिले झ्यालपट्टिको साइडमा बस्छ अनि बाहिर रोडमा हिँड्ने केटीहरूलाई जिस्काउँछ। सर अनि झ्यालमा पर्दा राखिदिनु पर्छ नि त। राख्दै हो, तर हिजो भर्खर राखेको नयाँ पर्दालाई नि सिँगार र जुत्ता पुछेर भोलिपल्ट हेर्न नहुने पार्छन् अनि के गर्नु त? चकचक त यति गर्छ नि, खालि मलाई झुक्क्याएर मात्र बस्छ। हिजो मलाई के भन्दैछ थाहा छ? थाहा छैन। प्रिन्सिपल सरले अर्जेन्ट मिटिङमा बोलाउनु भएको छ अरे। मलाई यसको चाल पहिल्यैदेखि थाहा थियो, त्यही भएर मैले नि भनिदिएँ। म प्रिन्सिपलको फाल्तु कुकुर होइन, प्रिन्सिपल चाहिँ मेरो फाल्तु कुकुर हो। अरे सर, हिजो तपाईँलाई प्रिन्सिपल सरले साँच्चै बोलाउनु भएको थियो। फेरि मलाई झुकेर छ, हेर्नु न। अरे सर, झुक्क्याएको होइन क्या, साँच्ची भने हो। मतलब हिजो साँच्ची बोलाउनु भएको थियो? हो भने सर, तपाईँले मलाई जे भन्नुभएको थियो मैले नि प्रिन्सिपल सरलाई त्यही भनिदिइहालेँ। अनि प्रिन्सिपल सरले त नयाँ सरको लागि भ्याकेन्सी अनाउन्समेन्ट तयार गरिहाल्नु पर्ने उत्तिखेरै। त्यही भएर त म सोचिरहेको छु कि प्रिन्सिपल आज किन रिसाइरहेको छ मदेखि भनेर। जागिर गयो जस्तो छ। मैले हिजो तिमीहरूलाई पाठ 10 को होमवर्क गरेर अनि पढेर पनि आओ भने थिएँ। ल अशोक, तिम्रो होमवर्क देखाउ त। सर, मैले त पाठ 10 मात्र होइन, पाठ 12 सम्म गरेर ल्याएको छ अनि पुरै बुक पनि पढेर आइछु नि। हो र, भेरी गुड। तिमीले यस्तै गरी मेहनत गर्दै गयो भने तिमी यो स्कुल टपर मात्र होइन, पुरै देश टपरै हुन्छौ। तर मलाई त पुरै विश्व टप हान्न मन छ सर। हान्छौ मजाले हान्छौ। साला अल्बर्ट आइन्स्टाइनको मिथ। ओइ विवेक, तेरो होमवर्क देखा। सर, हिजो तपाईँले होमवर्क दिने बेला म टोइलेट गएको थिएँ क्या। तर मैले हिजो कसैलाई बाहिर त पठाइन। हेर्नु न सर, कपी नै घरमा बिर्सिछु भने। खाना र हग्न त बिर्सिँदैनस् नि। त्यो त नेचुरल प्रोसेस हो नि त सर। मलाई अरू कुरा थाहा छैन, अब त्यहीँ उठेर बस। किन बसिस? तपाईँले नै भने होइन, उठेर बस। उठिराख। ल, अरू सबैले होमवर्क गरेकै हौ ल भन्ठान छु। अब अर्को पाठ पढौँ है त। सर, यो त भेदभाव भइहाल्यो नि। के का भेदभाव? ल, कसले होमवर्क गरे होइन हात उठाउ त। सर, मान्नुहोस् कि कसैले मेरो पेन चोर्यो। अब तपाईँले क्लासमा आएर कसले यसको पेन चोरेछ हात उठायो भनेर पेन चोर पत्ता लाग्छ। भर्ता बोल्ने होइन, चुप लाएर उठिराख। साला तालु बुढो। के भनिस्? केही होइन सर, पढाउनु। ल, आज हामी पढ्छौँ कविताको बारेमा। त्यो कसैले नचिन्ने केटीको बारेमा चाहिँ किन पढ्नु? कविता भने पोएमका पोएम। ल पढाउनु। ल अशोक, एउटा कविता वाचन गर त। मेरो कविताको शीर्षक छ पानी। पानीले हाम्रो प्यास मेटाउँछ। वाह 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 वाह। पानीले हाम्रो प्यास मेटाउँछ, बलेको आगो पनि पानीले नै निभाउँछ। वाह, अति सुन्दर। थुक्क, यसको भन्दा राम्रो कविता त मै भनिदिन्छु। ल भन्न त भन्। मेरो कविताको शीर्षक छ तालुमा आलु। हाम्रो नेपाली सरको कपाल छैन, त्यसैले सबले भन्छन् यसलाई तालु। वाह वाह भन्न। वाह वाह वाह। हाम्रो नेपाली सरको कपाल छैन, त्यसैले सबले भन्छन् यसलाई तालु। त्यो तालुमा ढुङ्गा हान्यो भने निस्किन्छ त्यो भन्दा नि ठुलो आलु। पख, तँलाई त म प्रिन्सिपललाई नभनी कहाँ छोड्छु र? किन र सर, मैले त्यस्तो खतरा कविता भनिर? अरे हो, आफूलाई लक्ष्मी प्रसाद सम्झिने लोहादे प्रसाद। राइमिङ मात्र मिलाएर कोही कवि बन्दैन, बुझिस्? बुझी। भोलि तिमीहरूको प्र्याक्टिकल मार्क्स दिइन्छ। सबजना स्कुलमा प्रेजेन्ट हुने नि। एकजना बराबर 25 मार्क्स आउँछ है। सर, त्यसो भए म मेरो टोलका 3 जना थप केटाहरू ल्याउँछु। म शुद्ध 4 जना भइहाल्छ। मलाई त 100 मार्क्स आउँछ होला नि, होइन? नाम भने विवेक, तर यसको विवेक कुन दुलोमा छ थाहा छैन। ल, अब म तिमीहरूलाई शब्द अर्थ सोध्छु है त। ल अशोक, भन त। सर, उठौँ। पर्दैन बाबु, पर्दैन। तिम्रो खुट्टा दुख्ला, फेरि पढ्ने मान्छे जात दिने बेला केही भइहाल्यो भने त हाम्रो त नाकै काटिन्छ नि। बसेरै भन्दा हुन्छ। हस् सर, हस्। ल, म शब्द भन्छु, तिमी अर्थ भन है। नित्यकर्म, दिनदिनै गरिने काम। अविस्मरणीय, बिर्सन नमिल्ने। संकीर्णता, साँघुरो विचार। ल भयो, तिमीलाई सब आउँदो रहेछ। घोकन्ते साला। ल विवेक, अब तेरो पालो। सर, क्लासमा अरू विद्यार्थी नि छ नि त, मलाई मात्र किन सोधे? मेरो इच्छा। त्यसो भए म पनि एन्सर दिन्न, मेरो इच्छा। चुप लाग। ल, तँलाई म वाक्य बनाउ सोध्छु है त।
बहिष्कारको वाक्य बना त ल। मलाई बहिष्कार शब्द धेरै मनपर्छ। अर्थ खोल्ने गरी बना न। मलाई बहिष्कारको अर्थ खोल्ने वाक्य धेरै मनपर्छ। केही अर्थ लाग्ने गरी चाहिँ बना भने क्या? बहिष्कारको अर्थ लाग्ने वाक्य बनाउन धेरै सजिलो छ। सजिलो भए बना न त। तपाईँ कस्तो आलु जस्तो मास्टर भने 3टा वाक्य त बनाइसकि त। अब के वाक्यले निबन्ध नै लेखाउने विचार छ कि के हो? चुप्लाक फटा। अनि आज क्लासमा एउटी केटी पनि देख्दिन त। ऐना ल्याइदिउँ त? सर सबै केटीहरू डान्स प्र्याक्टिस गर्न गइछन्। त्यही भएर त यो केटीहरूको ठाउँमा बसेर छ त। अनि ऊ त्यो चाहिँ किन घोप्ट्या नि? सर त्यसको पेट दुखी छ अरे क्या? बमिट त आ छैन नि? अरे सर ब्याउनी लक्षण हो र बमिट आउनलाई। सर तपाईँ यसलाई सोध्दै हुनुहुन्थ्यो त? ए हो है, धन्यवाद बाबु सम्झाएकोमा। पोख्न तँलाई त मैले जानेछ। ल विवेक भन् त राम्रोको पर्यायवाची शब्द के हो? राम्रोको पर्यायवाची आची होइन पर्यायवाची। त्यही क्या, राम्रोको पर्यायवाची नराम्रो। थुक्क तेरो बुद्धि। यस्तै पारा हो भने तैँले यो परीक्षा पास गर्नै सक्दैनस्। किन नसक्नु नि? चिट्नै चिटको कागज कट्टुभित्र कोचेर लगेपछि लोकसेवा त पास गरिदिन्छु म। त्यही भएर त म सोध्छु नि एक्जामको बेला चाहिँ तेरो प्यान्ट किन फुल्छ भनेर। द्याट्स माई ट्यालेन्ट नि त सर। चुप्लाक गदा। अशोकबाट केही सिक क्या? अहिलेसम्म फर्स्टबाट सेकेन्ड हुन जाने छैन यसले। यो मिसको छोरो हो नि त सर। मिसको छोरो भए चाहिँ फर्स्ट हुन पाइँदैन? पाइन्छ सर। एक्जामको अघिल्लो दिन यसकै घरमा क्वेसन आइपुगिहाल्छ अनि फर्स्ट नहुने त कुरै आउँदैन नि। हे सर यसको फाल्तु कुरा छोडिदिनु। बरु आज चाहिँ अलि धेरै होमवर्क दिनु है। हिजोको त 1 घन्टामै सिद्धिहाल्यो, धेरै गर्नै पाइन भने। हुन्छ बाबु हुन्छ। सर मलाई चाहिँ होमवर्क नदिनु है। स्कुलै आउन छोड्दैन? होमवर्क त पाउँदैनस् नि। बाउले मार्छन् अनि के गर्नु त? तँलाई त मैले रेस्ट टिकट गर्न मिल्ने भए अहिले गरिदिइहाल्थेँ। सक्दैनस् तालु बुढो, सक्दैनस्। तँलाई यो स्कुलमा जागिर दिलाउने त मै हो। सर जस्तो मान्छेलाई त भन्छस्? जस्तो आउँछ त्यस्तै फर्काउने बानी छ नि त मेरो। पक आज म तेरै घरमा गएर तेरो बाउले तेरो बानीको बारेमा भनिदिन्छु। मसँग नि तँ अस्ति चोकमा बसेर चुरोट तान्दै गएर फोटो छ। तेरो बुढीलाई पठाइदिउँ कि के हो? ए बाबु त्यस्तो नगर न, तिमी त यो स्कुलको राम्रो विद्यार्थी हो नि। हे सर यो कुरा चाहिँ पछि गर्नु है, मलाई चाहिँ होमवर्क दिइहाल्नु न। साला पढन्तेको बान पहिला तँलाई ठिक पार्छु, पोख्न। ए होइन ल अया आथा। साँच्चै मैले त चुरोटै तान्ने गरे होइन त।